ल यही नै हो है, अब मेरो स्क्वाड चाहिँ यो रहेको छ होइन। अर्जुन कुमाल, आसिफ शेख, आरिफ शेख होइन, अनि रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, अनि त्यसपछि ईशान पाण्डे, कुशल भुर्तेल, अनि सोमपाल, नन्दन, सन्दीप र ललित। अनि वाट्स योर प्लेइङ 11 लास्टमा फेरि एकचोटि। मेरो त आसिफ शेख मैले चाहिँ चेन्ज गरिसकेँ। आसिफ शेख र अर्जुन कुमार ओपनर, नम्बर 3मा रोहित पौडेल, नम्बर 4 ईशान पाण्डे, नम्बर 5 दिपेन्द्र सिंह एरी, नम्बर 7 हाम्रो आरिफ शेख, गुलसन झा, सोमपाल दाई, सन्दीप लामिछाने, ललित राजवंशी अनि नन्दन यादव। ल कुन के अरे प्लेइङ 11 चाहिँ स्ट्रङ छ होइन। मैले चाहिँ अब एज अ फिनिसरको रोलमा चाहिँ मैले कुशल भुर्तेललाई राखेको छु होइन। अब भुर्तेललाई चाहिँ हामीलाई लास्टको 5 ओभरमा 50 रन हानिदिउँ न, टायर्ड बलरसँग चाहिँ होइन, एकदम फ्रेस बलरसँग अब भुर्तेलको फर्म राम्रो छैन होइन। तर भुर्तेल जस्तो ब्याट्सम्यान होइन, लास्टमा चाहिँ उसले फिनिस गरोस् होइन, डिस्ट्रक्टिभ इनिङ खेलोस् लास्टमा आएर, पाँच पाँच ओभरमा 50 रन 60 रन होइन, लास्टको 40 ओभरमा उसको पालो आयो भने पनि, ब्याटिङ गर्ने पालो आयो भने पनि होइन, अनि 60 70 80 रन, 10 ओभरमा 100 रन हानिदियोस् न होइन। उसले र अब दिपेन्द्र सिंह एरीले कि त ईशान पाण्डेले गरेर चाहिँ लास्टमा हानोस् भनेर चाहिँ मेरो स्क्वाड छ होइन। अनि हजुरहरूलाई कस्तो लाग्छ है भन्नु होला। अनि के छ? कमेन्ट गर्न होला हजुरहरूले पनि। यो 15 म्यान स्क्वाडमा एउटा हुनपर्ने प्लेयर को छुटिरहेको छ त्यो पनि कमेन्ट गर्नु होला। हजुरहरूलाई लाग्यो यो प्लेयर त हुनै पर्ने थियो स्क्वाडमा, किन भएन भन्ने लाहा होला कसैलाई होइन, त्यो चाहिँ स्क्वाडमा होइन, चाहिँ धेरैलाई लागेको छ, धेरैलाई लागेको छ, मैले धेरैलाई लागिसकेँ। लागेको छ होला। त्यही त कमेन्ट गर्नु होला, हजुरले चाहेको प्लेयर कुन होला जो स्क्वाडमा, कमेन्ट गर्नु होला। अनि आफ्नो प्लेइङ 11 पनि कमेन्ट गर्नु होला। हाम्रो